जब आज फ्रान्सले चाकमा लात्ती स्पेनलाई हानेपछि स्पेनले जुन पेनाल्टी पायो नि त्यो पेनाल्टीले गोलमा परिणत भएपछि स्पेनको जित सुनिश्चित भइसकेको थियो। फ्रान्सको आत्मबल घटिसकेको थियो। त्यस्तै हाम्रो देशमा पनि त्यही एउटा लागू गर्नुपर्छ कि जस्तो लाग्न थालेको छ मलाई। किनभने हर्के हर हालतमा प्रधानमन्त्री बन्छु भनेर हिँडेको छ है। त्यसको लागि सबैले चाकमा एक लात्ती हान्ने हर्केलाई। त्यसपछि बालेन शाह सुत्या बेला हुन्छ नि, राति त बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा बस्दैनन् होइन। सुत्या बेला अब 12-1 बजे कति बजे सुत्छन्, त्यसपछि चाहिँ हर्केलाई प्रधानमन्त्री बनाइदिउँ रातिको लागि। बिहान कति बजेसम्म बालेन शाह उठ्दैनन् त्यतिखेरसम्मलाई हर्केलाई बनाइदिउँ प्रधानमन्त्री। त्यति गरेपछि हर्केको अब त्यो प्रधानमन्त्री बन्ने सपना पनि पुरा हुन्छ र यसरी बेर बेर पनि कराउँदैन होला, बोलाउँदैन होला। प्रधानमन्त्री बनेपछि त कराउन मिलेन नि त होइन। रातिको लागि प्रधानमन्त्री बनाइदिउँ हर्केलाई। त्यसो गरेपछि हर्के पनि खुसी, हर्केका त्यो गेडागुडीहरू छन् नि अहिले यो बौलाएर छट्टाएर हिँडिरहेका, तिनीहरू पनि खुसी। यसो गर्दा कस्तो होला साथीहरू?